11औं दिनमा आज हामी हाम्रो वास्तविक अस्तित्व आफ्नो असली मसँग पुनः जोडिनेछौँ। हामी जीवनभर धेरै भूमिकाहरू निर्वाह गर्छौँ। कहिले छोराछोरी, दाजुभाइ, दिदीबहिनी, साथी, कर्मचारी वा अभिभावक। यी भूमिकाहरू निभाउने क्रममा हामी आफ्नै असली स्वरूपलाई बिर्सिन्छौँ। आज तपाईँ आफ्नो आत्मासँग गहिरो जडान कायम गर्नुहुनेछ, जहाँ कुनै मुखौटा छैन, कुनै बोझ छैन, सिर्फ शुद्ध अस्तित्व। अब एक शान्त ठाउँमा आरामदायी रूपमा बस्नुहोस् वा सुतेर ध्यान गर्न सक्नुहुनेछ। बिस्तारै आँखा बन्द गर्नुहोस्, हल्का मुस्कान दिनुहोस्, गहिरो श्वास लिनुहोस् र बिस्तारै बाहिर निकाल्नुहोस्। आफ्नो शरीरलाई पूर्ण रूपमा आराम गर्न दिनुहोस्। आफ्नो काँधहरू खुकुलो पार्नुहोस्। अनुहारको तनावलाई बिस्तारै बिस्तारै जान दिनुहोस्। गहिरो सास लिनुहोस्। सास लिँदा आफ्नो पेट फुलेको अनुभव गर्नुहोस् र बिस्तारै बाहिर निकाल्नुहोस्। अहिले तपाईँ आफ्नो भित्री संसारतिर जाँदै हुनुहुन्छ। कल्पना गर्नुहोस्, तपाईँ हरियो जङ्गलको बिचमा हुनुहुन्छ। यो जङ्गल शान्त छ, सुरमय छ। त्यहाँ चराहरूको चिरबेर आवाज छ, हल्का बतास चलिरहेको छ। तपाईँ नाङ्गो खुट्टाले माटोमा हिँड्दै हुनुहुन्छ। माटोको स्पर्श न्यानो र सहज अनुभूति गराइरहेको छ। यो यात्रा तपाईँलाई आफ्नो वास्तविक मसम्म पुर्याउँदैछ। अब तपाईँ अगाडि एउटा स्वच्छ निर्मल ताल देख्नुहुन्छ। त्यहाँ जानुहोस्। त्यस पानीमा आफ्नो प्रतिबिम्ब हेरौँ। यो प्रतिबिम्बमा तपाईँलाई के देखिन्छ? केही भूमिकाहरू, केही बोझहरू छोडेर, कसैको अपेक्षाहरू हटाएर यहाँ जो छ त्यो केवल तपाईँको साँचो रूप हो। अब कल्पना गर्नुहोस्, यो तालको पानी स्वच्छ प्रकाशको रूपमा चम्किरहेको छ। तपाईँ आफ्नो हातमा त्यो पानी लिइरहनु भएको छ। यसलाई मुटुमा राख्नुहोस् र महसुस गर्नुहोस्। तपाईँ शुद्ध हुनुहुन्छ, पवित्र हुनुहुन्छ। तपाईँ कुनै पद, भूमिका वा सम्बन्ध मात्र होइन, एक अद्वितीय आत्मा हुनुहुन्छ, स्वतन्त्र र प्रेमले भरिएको। सास भित्र लिनुहोस् र बाहिर निकाल्दै भन्नुहोस्, म मेरो सत्य स्वरूपलाई स्वीकार गर्छु। सास भित्र लिनुहोस् र बाहिर निकाल्दै भन्नुहोस्, म आफैलाई प्रेम गर्छु। सास भित्र लिनुहोस् र बाहिर निकाल्दै भन्नुहोस्, म आफूलाई पूर्ण रूपमा चिन्छु। तपाईँ यस क्षणमा पूर्ण हुनुहुन्छ। तपाईँ जस्तो हुनुहुन्छ ठिक त्यस्तै स्वरूपमा स्वीकार गर्नुहोस्। तपाईको आत्मा उज्यालो छ, स्वतन्त्र छ। अब आफ्नो हातलाई मुटुमा राख्नुहोस्। यस यात्राको लागि स्वयंलाई धन्यवाद दिनुहोस्। आज तपाईले आफ्नो वास्तविक मसँग पुनः जडान गर्नुभयो। गहिरो सास लिनुहोस्। आफ्नै लागि माया, करुणा र आत्मस्वीकृतिको भावना अनुभूति गर्नुहोस्। अब बिस्तारै आफ्नो हात र खुट्टाको औँलाहरू चलाउनुहोस्। बिस्तारै बिस्तारै आँखा खोल्नुहोस्। तपाईको बाँकी दिन शान्ति, प्रेम र आत्मस्वीकृतिले भरियोस्। शुभ दिन।